यो लाइन चाहिँ डियर बोइजहरुको लागि छोरा मान्छे तिमी त्यसैले रमाउन हैन कमाउन सिक किनकि यो समाजले तिम्रो आमालाई गर्ने इज्जत बुबालाई गर्ने सम्मान र दिदीबहिनीलाई हेर्ने दृष्टिकोण तिम्रो कमाइमा भर पर्छ प्रिय सुन न प्यार मान्छे म छोरा मान्छे हुँ सबैभन्दा पहिला मेरो कमाइ हेरिन्छ तिमी छोरी मान्छे हो सबैभन्दा पहिला तिम्रो जवानी हेरिन्छ त्यसैले म कमाउनुपट्टि ध्यान दिन्छु तिमी आफ्नो जवानी जोगाउनुपट्टि ध्यान दिनु किनकि यहाँ कसैको शरीरमाथि खेलेर आफ्नो इच्छा पूरा गरिन्छ त्यसैले धन सम्पत्ति भनेको त म पछि पनि कमाउन सकौँला तर तिमीले आफ्नो सकिसकेको जवानी फेरि फिर्ता ल्याउन सक्दैनौ नि हैन र त्यसैले यहाँ मिठो मिठो बोली वचन गरेर मान्छेहरु आउलान् धेरै मान्छेहरु आउलान् तिम्रो जुटा जुटा बहन गर्लान् अनि आफ्नो स्वार्थ पूरा गर्न खोज्लान् तिनीहरुबाट टाढै बस्नु है प्यारो मान्छे